नमस्कार, गुड मर्निङ। आज हामी बाल मनोभावना चाइल्ड साइकोलोजीको बारेमा केही कुरा जान्ने प्रयास गर्नेछौँ। यसमा हामीले जहिले पनि बच्चाहरूको मनोभावनालाई बुझ्नु जरुरी हुन्छ। बच्चाहरू के चाहिरहेका छन्, उनीहरूको मनस्थिति कस्तो छ, उनीहरूको माइन्डसेट कस्तो छ, त्यसलाई बुझ्नु जरुरी छ। किनभने जुन हाम्रो बाल्यकालको मनोभावना छ, हामी अहिले जुन स्थिति परिस्थितिमा छौँ त्यो बाल्यकालको मनोभावनाबाट प्रेरित छ। हामीले बाल्यावस्था कस्तो किसिमले त्यसलाई बिताएका छौँ, हाम्रो बाल्यावस्था कस्तो थियो, हाम्रो लालन पालन कस्तो थियो, हाम्रो वरिपरिको वातावरण कस्तो थियो, हाम्रो मातापिता गुरुजनहरू र अन्य मान्यहरूको भावना हामीप्रति बालकहरूप्रति कस्तो थियो, त्यस आधारमा नै हाम्रो भविष्य निर्माण हुन्छ। हामीले बाल्यावस्थामा दुःख कष्ट भोगेका छौँ भने हाम्रो मानसिकतामा त्यही बसेको हुन्छ र हामी वयस्क भइरहँदा पनि हाम्रो सोही दुःख कष्टको मानसिकता भइरहन्छ। हामीले दुःख कष्ट पाइरहन्छौँ र हाम्रो बाल्यावस्था डरमा व्यतीत भएको छ भने हाम्रो जीवन पनि डरले व्यतीत हुन्छ। हामीले जति चाहेमा डरलाई हटाउन चाहेमा पनि हाम्रो जुन मनको डर हुन्छ, जुन हाम्रो सबकन्सियस माइन्डमा बसेको डर हुन्छ, त्यो निस्कन धेरै नै गाह्रो हुन्छ। बाल्यावस्थामा हाम्रो मनोभावना कस्तो थियो, हाम्रो मोरल कस्तो थियो, हाम्रो मोरल डाउन थियो भने हाम्रो जीवनमा हामी ठुलो भइसक्दा पनि हामीमा त्यो डर कुनै हिसाबमा त्यो अनकन्सियस माइन्डमा लुकेर बसेको हुन्छ। त्यसैले म आमा बाबुलाई के आग्रह गर्न चाहन्छु भन्दा, तपाईहरूले आफ्नो बच्चाहरूलाई हुर्काउने क्रममा नेगेटिभिटी धारातिर नढाल्नुहोला। पोजिटिभ विचारधारा नै सिकाउने प्रयास गर्नुहोला र उनीहरूलाई कुनै पनि कुरामा बाध्यता नगर्नुहोला। कुनै पनि डर उनीहरूमा नपलाओस् भन्ने कुराको हिक्का राख्नु जरुरी छ। समग्रमा भन्नुपर्दा हामी जो छौँ अहिले त्यो हाम्रो बाल्यकालको परिस्थिति हो। जुन बाल्यकालको मनोभावना जुन हाम्रो सबकन्सियस माइन्डमा लुकेर बसेको छ, त्यो नै अहिले माथि उजागर भइरहन्छ। हामी त्यसै अनुसारले हाम्रो जीवनलाई व्यतीत गरिरहेका हुन्छौँ। हामीले कोसिस पनि गर्छौँ बाल्यकालको जुन नेगेटिभ मनोभावनालाई हामीले पोजिटिभतिर लान कोसिस गर्छौँ, तर पूर्ण रूपमा हामी सफल हुनु सक्दैन। र त्यसलाई सफल हुनुको लागि धेरै मेहनत, धेरै कुरामा हामीले ध्यान दिनुपर्छ। ध्यानमा, अन्य योगाहरूमा, विभिन्न प्रकारका जुन नेगेटिभ विचारधारालाई हामीले पोजिटिभ विचारधारामा ल्याउनु पर्ने हुन्छ, त्यो कुरामा धेरै ध्यान दिनुपर्छ र त्यस पश्चात मात्र केही रूपमा हामीले हाम्रो बाल्यकालको मनोभावनालाई कम गर्न सक्छौँ। त्यसैले एउटा बाटोलाई हामी प्रयोग गर्न सक्छौँ। जस्तै हाम्रो बाल्यावस्थामा नेगेटिभ
भावना हाम्रो सबकन्सियस माइन्डमा छ भने त्यसलाई पोजिटिभ रूपमा हामीले त्यसलाई ढाल्नुपर्ने हुन्छ र त्यसलाई प्रयास गर्नुपर्ने हुन्छ। त्यसपश्चात मात्रै केही रूपमा हामी हाम्रो बाल्यकालको मनोवस्थालाई हामीले चेन्ज गर्न सक्छौँ, परिवर्तन गर्न सक्छौँ। अन्यथा हामीले गर्न सक्दैन र हाम्रो जीवन जुन हामीले बाल्यवस्थामा सोचेका छौँ, हाम्रो मानस पलटमा जुन बाल्यवस्थाको मनोभावना छ, त्यही अनुसार हाम्रो मर्दासम्म, हाम्रो मृत्युसम्म पनि त्यही अवस्था रहिरहन्छ। धन्यवाद। थ्याङ्क यू।